गाइज वेलकम टु माई युट्युब च्यानल ब्लग। आज चाहिँ म एउटा सिम्पल वेमा जाने मेकअप गर्न लागिरहेको छु। हजुरहरू सबैजनाले हेरेर साथ दिनुहोला। म चाहिँ साडी लगाएर अलिअलि लगाएर बसिरहेको छु। अब म मेकअप गरेको भिडियो हाल्छु, सबैजनाले हेरिदिनु होला है। हेलो, म चाहिँ क्यामेरा कहाँ राख्ने भनेर सेट मिलाइसकेँ। मैले चाहिँ मुखहरू पनि धोएर आइसकेँ। मेरो क्वालिटी चाहिँ राम्रो छैन, रुम पनि यस्तो छ है। अब रुमतिर ध्यान नजानु, म मेकअप गर्छु, त्यो चाहिँ हेर्नु होला है हजुरहरूले। म चाहिँ रेडी भइसकेँ, सबै गरिसकेँ। अनि फर्स्ट अफ अल म यो मोइस्चराइजर लाउँछु होइन। यो चाहिँ मोइस्चराइजर क्रिम हो। म चाहिँ यसको लाउँछु, यसको नाम के छ, व्हाइटनिङ भन्ने। म चाहिँ यो लाउन थाले चाहिँ कहिले कुन हो। हजुरहरू जुन लाउनुहुन्छ त्यही लगाउनु हो। म चाहिँ हल्का लाउँछु। म त्यति मेकअप गर्न त आउँदैन, तर यसो जस पार्लर जान पर्दैन। मैले पहिला नि सिकेको हो होइन, अनि अलिअलि त आउँछ, धेरै सिक्न पाइनँ। मैले सिक्ने बेलामा के हो त्यो लकडाउन या कोरोना लागेको थियो, अनि लकडाउनहरू भयो, अनि सिक्न पाइनँ। मैले चाहिँ मजाले दल गरेँ। त्यति राम्रो नि आउँदैन है बनाउन चाहिँ। अनि मजालेतिर सबैतिर दल गरेँ, हेर्न सक्नुहुन्छ। अनि त्यसपछि लाउने हो प्राइमर होइन। अनि यो चाहिँ के को प्राइमर, खोइ के प्राइमर छ। अनि यो के को पो हो नाम, अलि पढ्ने पनि पढ्न आउँदैन, इङ्ग्लिस त्यस्तो जानेको छैन। पढे त अब सरकारीमा पढे, अहिले जस्तो ठुलो स्कुल भनौँ न त्यस्तो बोर्डिङ पढेन, सरकारी पढे। तर यसको नाम के हो, यो चाहिँ यो नयाँ ब्युटी भन्ने छ। अब हजुरहरूले देख्न सक्नुहुन्छ होइन, यही हो। अनि म चाहिँ सबैतिर लगाउँछु। त्यति धेरै पढ्न आउने भइदिएको त कहाँ छिटो बिहे हुन्थ्यो होला र है, 17 वर्षमै होइन। ला अब यो लाउनुभन्दा अगाडि टोनर लाउनु पर्ने थियो गाइज, तर मैले अहिले चाहिँ सम्झेँ होइन। टोनर लगाएपछि मोइस्चराइजर लगाएर अनि प्राइमर लाउनु पर्ने थियो। यस्तो छ दिमाग, देख्नुभयो। अनि म जस्तोले कहाँबाट धेरै पढ्नु गाइजहरू होइन। यस्तो मलाई त आउँदैन, सिम्पल आउँछ। यहाँ अहिले छोरी भएको भए झन् यही पनि लाउन बिर्सिदिन्थेँ मैले होइन। अनि यस्तै हो, मलाई चाहिँ मेकअप गर्न त्यति त आउँदैन, जस अलिअलि नआउने नि होइन, आउँछ पनि। ल यसलाई पनि मजाले दल गरेँ होइन। अब एकछिन सुक्न दिउँ होइन। हजुरहरू रेडी गर्नु होला है। म चाहिँ भएर आएँ। अनि मेरो यहाँ एकजना दिदीले बोलाउनु भएको थियो, त्यहाँ गएर आएको। फेरि स्टार्ट गर्दैछु। अनि म चाहिँ सनस्क्रिन लाउँदैछु, यसको आस्ताबेरीको होइन। अनि सन प्रोडक्ट क्रिम आर्गन ओइल भन्ने हो, यो आर्गन ओइल भन्ने तेलको। अनि स्पा 70 को लाउँछु म चाहिँ। यो लाउँछु, यसले एकदम राम्रो गर्छ। अनि घाममा जानला हो नि त बेमा। अब यो बेलुका लाउनु पर्ने, बेलुका पार्टीमा जानु पर्ने भए त हामीलाई सनस्क्रिन चाहिँदैन। अनि किनकि अब अहिले त घाममा जाने हो नि त, अनि घाममा फेरि अलिअलि त लाउनै पर्यो, कालो हुन्छ फेरि। अनि अलिअलि म यसरी लगाउँछु। हजुरहरूलाई जति चाहिन्छ त्यति लाउनु। अब हजुरहरूले कुन लाउँछ, यही लाउनुपर्छ भने त छैन। क्रिम आफूलाई जुन सुट गर्छ त्यही लाउने हो नि होइन। मलाई चाहिँ यस्तो सुट म नि, तर जहिले यही त्यो भन्ने छैन। म त जुन पाए त्यही लगाइदिन्छु। अनि त्यही भएर अनुहार पनि यस्तो छ गाइज होइन। अनि म चाहिँ हातैले हो है, हातैले यस्तो गर्छु। हो ओभर सेतो हुन्छ कि क्या हो, तर बेमा जानला अलिअलि त सेतै हुनु पऱ्यो नि होइन। तर आफ्नो भन्दा नि सेतो त हुनु भएन होइन। अनि सबैतिर मजाले दलौँ, दल गरौँ। अब यस्तो त हो नि होइन। बिहेमा जानला यसो अलिक चिट्टी अहो कति राम्री फलानाको भन्नु न, फलानाको बुढी कति राम्री, ढिसानाको बुढी कति राम्री भन्नु न। भन्न त त्यस्तै भन्छन् गाइज,
के गर्नु, अहिलेको मान्छेहरू कुरा नकाटी बस्दैनन्। पहिला हाम्रो जस्तो पाला होइन, अहिले त सानो बच्चादेखि नै कुरा काट्न थाल्छन्। के लाग्यो भने होइन, म चाहिँ रेडी भइसक्यो क्या। अनि यो साडी यहाँ हाल्दा खसेको त्यही भएर यसरी बसेको। सबैले उ गरिदिनु होला। मलाई त्यति राम्रो त गर्न आउँदैन, त्यही पनि मैले उ गर्दैछु। हेर्नु त यत्तिको भयो, अझ म मार्छु पुग्नु ल। मार्दा यत्तिको भयो होइन, त्यसपछि मैले छोडिदिएँ। अब कति मार्नु होइन, जति मारिने यस्तै हो। अनि त्यसपछि म चाहिँ हजुर जे लाउँदा नि हुन्छ, फाउन्डेसन लाउँदा नि हुन्छ, बिबी क्रिम अब के हुन्छ होइन, आफूलाई जुन सुट गर्छ त्यही। मलाई चाहिँ यो सुट गर्छ। यसको नाम चाहिँ के हो, B&D रे होइन, प्रोफेसनल SCRI सिरियस पिरियम केयर 7-in-1 क्रिम हो। यो चाहिँ हेर्न सक्नुहुन्छ। मैले यो लगाउन थालेँ 1 वर्ष भयो। यो क्रिम चाहिँ एकदम राम्रो छ, एकदम राम्रो छ। अब यो कहाँ पनि जानै पाउँछ होला, तर होइन मलाई चाहिँ एक्ज्याक्ट थाहा भएन। मैले यो अनलाइनबाट मगाएको हो। अब म यो पनि लगाउँछु। यसले पनि राम्रो गर्छ, त्यो चाहिँ अलिकति गोरो बनाउँछ। म चाहिँ हल्का लगाउँछु, हेर्नुहोस् होला। म लगाएर आउँछु है। चाहिँ लगाएर आइसकेँ होइन। यसले बिस्तारै यस्तो गरेर लगाउने, यो ब्लेन्डरले। मैले चाहिँ हल्का यसरी गरेँ होइन। अहिलेसम्म यत्तिको आइसक्यो। अघिभन्दा कति राम्रो भइसक्यो है। म हेर्नुहोस् त, उज्यालो आउँदैन क्या मेरो घरमा। बाहिर गएर मात्र उज्यालो आउने हो होइन। लाइट बालेको छु, त्यही पनि सिसा कालो छ, भित्र उज्यालो त्यति आउँदैन। अनि लाइट 2टा बालेको छु मैले। लाइटले गर्दा नि गोरो भएको कि आई डोन्ट नो। हेर्नु होला, यत्तिको भएको छु म। हेर्दै बस्नु होला, अल्छी नमानिकन भिडियो हेर्नु है। मलाई ब्लेन्ड गर्दा यत्तिको भयो। अब त्यसपछि लाउने कन्सिलर, यस्तो यता लाउने यसरी। मलाई यो हल्का लाउन त आउँदैन, त्यही म त्यो अझै पाइ त्यही त लाउँदिनँ। यो कन्सिलर लाउँछु अनि बस मेरो मेकअप अलि हुन्छ। अनि यो ब्लेन्डले यस्तो गर्ने। यो कालो हाम्रो आँखा मुनि डार्क सर्कल हुन्छ नि, त्यो नदेखोस् भनेर, अनि यो दागहरू नदेखोस् भनेर। तर म हतपति यो त लाउँदिनँ। आज चाहिँ यसो भिडियोमा देखाउनलाई मात्र कन्सिलर अब के लाउँछन् है। सबै बिर्सिसक्यो मेकअप गरेर। अब सधैँ घर बसेर मेकअप गर्ने भएको होइन। अब कतै जाने बेला यसो गर्ने हो। यो ब्लेन्डरले चाहिँ हल्का गर्नुपर्छ, धेरै बेसकन गर्नु हुँदैन। एकैछिन मेरो फोन आयो, त्यसपछि आउँछु म। बाई बाई। फोन आएको थियो, फोन आएर भिडियो नै काट्यो। अनि फेरि मैले गर्दैछु। कन्सिलर लगाइसकेँ। यो कन्सिलरको नाम चाहिँ के छ, अब कन्सिलरै भनौँ न। जुन कन्सिलर लाउनु भइहाल्यो नि, यही लाउनुपर्छ भन्ने छैन। अब म चाहिँ आई मेकअप गर्न जाँदैछु। हेर्न सक्नुहुन्छ अहिले म यत्तिको भयो। राम्रो भएको छ। हेरेर साथ दिनु होला है, काहीँ पनि नजानु होला। त्यति धेरै गर्न त आउँदैन। अनि मसँग छ यस्तो प्यालेट। अब यो प्यालेटको नाम त लेखेको छैन। अब जुन गर्दा नि भइगयो नि होइन। अनि यो चाहिँ मैले त्यो सिक्दाखेरि किनेको हो। यो 2-3 वर्ष बढी भइसक्यो। अब काहीँ जाँदा लाउने होइन। अनि यस्तो ब्रस लिने, एकछिन यसलाई यस्तो गर्ने, 4 भएर जान्छ नि त। अनि अब आफूलाई कुन लाउन मन लाग्छ आई मेकअपमा होइन। फर्स्ट अफ अल म चाहिँ यो ब्राउनले सेटअप गर्छु। धेरै माथि पनि जानु हुँदैन। यस्तो गर्दाखेरि यस्तो घेरो जस्तो हुन्छ नि, त्यसमा मात्रै यसो मजाले ब्लेन्ड गर्ने क्या, मजाले होइन गाइज। म नि त्यस्तो धेरै त गर्दिनँ, अलिअलि गर्छु। हेर्न सक्नुहुन्छ यत्तिको भएको छ। अझ मिलाउँछु म। आई मेकअप पनि यत्तिको भयो है। अब भयो कि भएन होइन, अलिअलि गरेको हो मैले। अनि त्यसपछि म लगाउँछु अब यो प्यालेटबाट। यो चाहिँ मेरो बेको हो। कति वर्ष भएको थाहा छ? 8 वर्ष भइसक्यो गाइज। यो मैले किनेको, तर अहिलेसम्म छ। यस्तो छ, मोबाइल भन्छ नि, तर मोबाइल होइन, मेकअप हो। यतिको भयो होइन। हेर्नु मेरो आँखाको कस्तो भएको छ थाहा छैन।
अहिलेसम्म यतिको भए फेरि हेर्दै हेर्नु होला। राम्रो त राम्रो आछ। हो ला 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 ला। सक्नुहुन्छ म चाहिँ आई मेकअप अनि सिन्दुर टिका लिपस्टिक सबै लगाएर आइसकेँ होइन, रेडी भइसकेँ। अनि मैले लिपस्टिक चाहिँ यो को लगाएको छु क्या, यो वाला एकदम राम्रो छ होइन। यो लिपस्टिक चाहिँ हेर्न सक्नुहुन्छ। यो लिपस्टिक नाम के छ दाजु? म्यानी मेटल लिप ग्लस अरे, जस्ट राम्रो खालको छ यो। मलाई चाहिँ जहाँ जाँदा नि लाउँछु कि एकदम राम्रो। हेर्न सक्नुहुन्छ। म नाम चाहिँ देखाइदिन्छु ल। उल्टो भयो क्या यस्तो, खै यस्तो हेर्न सक्नुहुन्छ। राम्रो भएमा यो कपालको पालो होइन, कपाललाई चाहिँ म आइरन कर्ली गर्दैछु। हेर्नु है, यो वाला अहिले कस्तो धेरै चलेको छ नि हजुरहरूलाई थाहा छ। यो मैले चाहिँ 1350मा किन्यो, अब कतिमा पाउँछ होइन। सबैजनाले किन्नु होला। मलाई चाहिँ एकदम राम्रो लाग्यो जस कर्ली गर्न आफूलाई। मलाई चाहिँ कर्ली मनपर्छ क्या होइन। अनि फेरि कपाल स्ट्रेट पनि गर्न पर्ने रे, अनि कर्ली नि मनपर्ने रे। हेर्न सक्नुहुन्छ। अब यहाँबाट यस्तो घुसारिदियो अनि यस्तो हेर्नु। वाउ, अब म एकदम हिरो नि भएँ। हेर्नु होला, यस्तो हुन्छ। मलाई चाहिँ एकदम मनपर्छ क्या कर्ली। म कर्ली सबै गर्छु अनि हजुरहरूले देखाउँछु ल। हेर्न सक्नुहुन्छ है, मैले चाहिँ यतिको कर्ली गरेँ होइन गाइज। कर्ली यतिको भयो नि राम्रो देखाएको छ। राम्रो देखेँ अहिलेको भन्दा, म ब्युटिफुल देखेँ गाइज, राम्रो देखियो है। हेर्न सक्नुहुन्छ फाइनल लुक चाहिँ यस्तो आयो मेरो ल होइन। फाइनल लुक कस्तो आयो म हजुरहरूले देखाउँछु ल। अलिक टल्किन्छ हेर्नुहोस् ल, यस्तो आयो मेरो फाइनल लुक। झ्यालको टल्क्या भएर म चाहिँ यतिको राम्रो भयो। अब यतिको भएपछि त पार्लर जानु पऱ्यो त गाइज, परेन नि होइन। मेरो भिडियोलाई लास्टदेखि अगाडिदेखि पछाडिसम्म हेरिदिनु होला सबैजनाले मेरो। अनि भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। हेर्दै गर्नुहोला मेरो ब्लगहरू, अलिअलि बिस्तारै बिस्तारै गरिहाल्छु। अनि अहिले चाहिँ म गएँ ल, ढिला भइसक्यो। अनि म त्यहाँ बेमा गएको पनि यसो अलिअलि क्याप्चर गरेर हालौँ ल। सबैजनाले हेरिदिनु होला। बाई बाई। हेलो गाइज, म चाहिँ प्याटी प्यालेस गएर नि प्याटी प्यालेसको हल्का भिडियो बनाइसकेँ। अनि एकछिन भिडियोहरू बनाएर ओरेर अनि यताउति सबै गरेर बेहुलीलाई भेटेर ओरेर अनि हामी चाहिँ जुस खान बस्यौँ। अनि हामी चाहिँ म मात्र गएको थिइनँ, मेरो जेठानी र जेठाजी पनि हुनुहुन्थ्यो। हामी 3जना गएको थियौँ बेमा। अनि अरू पनि हुनुहुन्थ्यो, चिनिया त सबै रिलेटिभ्सहरू हुनुहुन्थ्यो। अनि मलाई चाहिँ भिडियो बनाउनु लाज लाग्छ नि त, अनि त्यही भएर मैले चाहिँ यसरी अलिअलि क्याप्चर गरेको थिएँ। अनि जुस खायौँ, स्न्याकहरू खायौँ, यताउति सबै गऱ्यौँ गर्नुपर्ने। अनि बेहुलीलाई अब टिकाटाला यताउति अब दक्षिणाहरू दिने ओर्ने भयो, सबै गऱ्यौँ हामीले चाहिँ। अनि गरेर जुस खायौँ, एकछिन बस्यौँ, स्न्याकहरू पनि खायौँ। स्न्याक खाएको चाहिँ भिडियो मैले बनाइनँ। अनि त्यसपछि त्यति गरेर अनि बेहुला बेहुलीको पनि भिडियो खिच्न थालेँ। म चाहिँ नाचिरहनु भएको रहेछ। अनि नाच्दाखेरि कति रमाइलो गरेर नाचिरहनु भएको छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि मजाले नाचिरहनु भएको थियो। अनि उनीहरूले नाचिसके। अनि त्यसपछि अनि सबैजनाले हेर्न थाल्नुभयो एकछिन। अनि हामीले पनि हेऱ्यौँ, मैले पनि भिडियो बनाएँ नाचेको। अनि त्यसपछि अब मेरो भिडियो आउँछ। अलिअलि फोटोसुट यताउति गरेँ मैले नि, अलिअलि भिडियो पनि बनाएँ मैले। अनि अलिअलि भिडियोहरू बनाएँ, अलिअलि फोटोहरू खिच्यौँ। त्यसपछि अब फोटोहरू खिच्ने भिडियोहरू खिच्ने भयो। बिहेमा गएपछि त गर्नै पऱ्यो यति त होइन। अनि फोटोसोटो खिच्ने अनि सबै भइसकेपछि अनि हामीले स्न्याक अनि खानाहरू पनि खायौँ। अनि त्यसपछि बेहुलीलाई यताउति गरिदिनु लाग्नुभयो। अनि जग्गामा बस्नुभयो, सबैले भेट्नुभयो। यस्तै हो, बेको यस्तै भयो। सबैजना लाइक सब्सक्राइब गरिदिनु होला। अनि छोरी लिन जानु थियो, म घर आएँ। सबैलाई बाई बाई। प्लिज मेरो
युट्युब च्यानललाई लाइक गरिदिनु होला।